12 पन्ना दोस्रो लाइनमा हेर्नुहोस् ल यो सँगै हातमा यो राखा पेन्सिल हातमा राखा अनि चिन्ह लगाउनु पर्छ सरी या अब सुरु गर्छु है कुरा नगर्नुहोस् अब सुरु गर्छु कुरा नगर्नुहोस् ल ठिक छ यहाँ ल अब यहाँ अस्तिको बाँकी यहाँदेखि हो ओमो आ हुङ भन्छ यहाँदेखि के सुरु हुन्छ भने मण्डल सुरु हुन्छ मण्डला त्यसो कारणले यो जुजुन डोल्माको पूजाको भित्र चाहिँ मण्डलको पूजा 4 चोटि आउँछ रहेछ त्यसो कारणले भविष्यमा हाम्रो यो गुम्बामा 4वटा मण्डल छ भने राम्रो हो 4वटा मण्डल चाहिँ चढाएर राख्ने ल ओमो आ हुङ अब भन्नुस् दोहोऱ्याएर ओमो आ हुङ दादा थाये सिमजिङ कि लुदा लोङजु गेछो गु लिङशी रिरौ निदर चे हा मी लोङजु समी ख्यौ गुसङ छेबे टिमफुङ छे गुनमी छेपर टुल छेते गुनछो रिनछेन जावा सुम छेसुङ नरला ग्याछोला गुबे तातो बुलवरगी सोनम छोकछेन राबजोने येशे नावा गेपरशो ओम गुरु देवा डाकिनी सर्वा रत्ना मंडला पूजा मेगा आहु यहाँसम्म चाहिँ मण्डलको पूजा गरेको हो त्यहाँ सानो अक्षरमा लेखेको छ नि से मण्डल फुल भनेको छ नि मण्डल चाहिँ चढाउने भनेको यहाँसम्म चिन्ह लगाउनुहोस् ल चिन्ह लगाउनुहोस् अब यसको विषयमा छोटकरीमा भन्छु फेरि अघि पहिला जहाँ छ त्यहाँदेखि जाउँदा 12 पानाको 2 लाइनदेखि अघि मैले हामी पढेको मात्र हो अब वाक्य गर्छु है अघि फेरि अघिदेखि जानुपर्छ 12 पानाको दोस्रो ओम आहुङदेखि हेर्नुहोस् ओम आहुङदेखि ओम आहुङ भने चाहिँ बुद्धहरूको काया वाक्का चित्ता दाका थाई सेमजिङगी ल्युतङ लोङचो गेचोको लिङसी रिरग निदर चे हामी लोङजु समी खेप कुसङ छेपे टिम्बुङ छे ग्युमे छे पर टुल छे तेस यहाँसम्म है यहाँसम्म चाहिँ के हो आज पूजा सामग्री मेरो मनद्वारा मेरो चित्तद्वारा अनि टुलपल खर्च निर्माण गरेको मोरा दागदाङ थाई सेमजिङगी मोरा सर्वपानीहरू सबैको अनि शरीर अनि दान दौलत अनि कुशल कर्म हरू अनि स्वभाव चाहिँ मोरा सर्वपानीहरूको शरीर दान दौलत कुशल कर्महरू लुदाङ लोङजु ल त्यहाँ हेर्नुहोस् न ओम आहुङ भन्ने ठाउँमा हेर्नुहोस् है ओम आहुङ दागदाङ भने चाहिँ के हो मो दागदाङ भने चाहिँ मो थाई सेमजिङगी भने चाहिँ
सर्व प्राणीहरूको लुतङ भने चाहिँ शरीर लोङजु भने चाहिँ दान दौलत गेछोक भने चाहिँ कुशल कर्महरू कुन भने चाहिँ सबै स्वभाव चाहिँ म र सर्व प्राणीहरूको शरीर दान दौलत कुशलको कर्महरू भन्यो अब रूप चाहिँ के हो मण्डलको रूप मण्डलको रूप लिङ्सी चार दीप रिरव सुमेरु पर्वत निदा भने चाहिँ सूर्य र चन्द्रमा चे रूप चाहिँ यो त्यो सँगै हामी लोङजु समीक्याप देवा र मानवको दान दौलत जति छ सबै कुसङ छेपे टिम्बुङ छे घिमे छेपर टुल छेते अनि पूजाहरू के अरे शुद्ध पूजाहरू सम्बन्ध भाद्र पूजाहरू सबै कसलाई चढाउने भनेदेखि कुइन्चो झिन्छेन नमसुम कुइन्चो भने चाहिँ रत्न मारे रवा कुइन्चो सुदि रत्न रिन्छिन है कुइन्चो रिन्छे भने चाहिँ रत्न चावासुम यो थाहा हुनुपर्छ है त्यो के अरे तन्त्रमा यो ठुलो हो चावासुम भने चाहिँ छिलक्के चावा लामा भन्छ मुटुके चावा हिदम भन्छ ठेलेगे चावा छेक्योङ भन्छ त्यसो कारणले चावासुम चाहिँ के हो गुरु इष्टदेव धर्मपाला हो उहाँ तिनवटा ल उहाँ तिनवटाले के भन्छ चावासुम भनेको तीन मूल भनेको तीन मूल खन्ड्रु छोक्योङ भन्छु त रे ख्वेने लामा ख्वेने एकदम ख्वेने खन्ड्रु छोक्योङ छ खन्ड्रु छोक्योङ यामदो ताङवा डाकिनी र त्यो के भन्छ धर्मपालाहरू सँगै राख्छ त्यसो कारणले भन्नुस् चावासुम भने चाहिँ तीन मूल चाहिँ को रहेछ गुरु इष्टदेव डाकिनी र अनि धर्मपालाहरू है सँगै गरेर तीन उहाँहरूले मूल भन्नुपर्ने कारण के हो गुरुलाई मूल भने चाहिँ आशीर्वादको मूल हो इष्टदेवलाई मूल भने चाहिँ सिद्धिको मूल हो छिलकी चावा मुटुकी चावा अनि त्यो के अरे डाकिनी र धर्मपालाहरूलाई एकमा राखेर मूल भन्ने कारण चाहिँ के हो भने चाहिँ कर्मको मूल ठेलेको चावा छिलकी चावा आशीर्वादको मूल मुटुकी चावा सिद्धिको मूल खरेस अनि ठेलेकी चावा कर्मको मूल भनेको त्यो चाहिँ हामीले थाहा हुनुपर्छ लामा इदम खण्डो लामा इदम खण्डो लामा इदम खण्डो छोक्योङ लामा इदम खण्डो छोक्योङ लामा इदम खण्डो छोक्योङ भन्छ नि हो चावासुम भने चाहिँ यसरी हो या अब कसलाई चढाउने मण्डल चाहिँ कसलाई चढाउने भनेदेखि त्रिरत्न र अनि गुरु इष्टदेव अनि डाकिनी धर्मपालाहरूलाई भनेको कुन्जु रिन्छिन चावासुम त्यही दोस्रो गरेर छेसुङ धर्मपाला नर्ला सुधि कराइंगो दानको देव नर्ला कुबेर नर्ला कुबेर कुबेर भने चाहिँ जम्बला हो त्यो होइन नर्ला भने चाहिँ दानको देवा हो नर्लामा धेरै छ छेसुङ नर्ला क्यासोला भने चाहिँ धेरैहरूलाई सर्वलाई खुबे ताप्दो बुलोर्गी आधारसम्म राखेर चाहिँ पूजा चढाउँछु भनेको खुबे ताप्दो बुलोर्गी उहाँहरूलाई मण्डल चढाएर के प्राप्त होस् भनेदेखि सोनम छोक्से रब्जाउने महापुण्यहरू अनि पाएर रब्जाउने हिसे नवा गेबर सो भने चाहिँ
अनि चित्तको प्राज्ञा प्राज्ञाको प्रकाश प्राज्ञा ज्ञान हुन्छ नि ज्ञानको प्राज्ञा के अरे ज्ञान हुन्छ नि त्योहरू सबै विकास होस् भनेर ईश्वर नवा गेपर शोक भने चाहिँ के अरे होस् भनेको होस् गरिदिनुस् मेरो ज्ञानहरू सबै विकास गरिदिनुस् भनेको शोक भन्ने चाहिँ है यहाँसम्म चाहिँ सक्यो अब त्यसको पछि चाहिँ के आउँछ रहेछ ए होइन ईश्वर नवा खबर छ त तुम्बा हो तेरी ईश्वर नवा गेबर शो अब त्यसपछि मन्त्र हुन्छ यहाँ हेर्नुहोस् है 13 पानामा हेर्नुहोस् 13 पानाको पहिलो लाइनमा ओम गुरु ल भन्नु होइन अघि भनिसक्यो अब अहिले त्यो वाक्य चाहिँ सुन्नुपर्छ ओम भने चाहिँ आउमा 3 अक्षर भएको पनि हो ओम बुद्धको कायावाका चित्ता गुरु भने चाहिँ अनि आफ्नो गुरु अहिले गुरु र जुजुन्डोलमा एउटै सम्झेर गुरु देवा डाकिनी देवा भने चाहिँ इष्टदेवलाई सम्झिनुपर्छ डाकिनी भने चाहिँ अघि भनेको त्यो के भन्छ खण्डोहरू डाकिनी सर्व भने चाहिँ सबै रत्न भने चाहिँ त्यो यो रत्न मण्डल भने चाहिँ अनि के अरे अमूलको मण्डला रत्न मण्डला अमूली मण्डला पूजा मेका आफू चढाउँदैछु पूजा चढाउँदैछु भनेको अब अघिको ओम तल आफूको बिचमा मण्डल राखेको कारणले त्यो मण्डललाई अनि के हुन्छ बुद्धहरूको कायावाका चित्तले अनि आशीर्वाद गरिदिन्छ है मेगा आहुङ से मण्डल फुल अब यहाँ लेख्नुहोस् अघि मैले भने नि यो पूजाको भित्र यो पूजा बिती लाग्यो भए यो पूजा बिती छेउको भित्र 4वटा मण्डल चाहिँ चढाउँछ रहेछ मण्डल पहिलो चढाउने चाहिँ यो रहेछ है नम्बर 1 लेख्नु मण्डल 1 चढाएको चाहिँ यहाँसम्म से मण्डल फुल होला चिन्ह लगाइसक्यो है अब त्यसपछि फेरि भन्नुहोस् ल दोहोऱ्याएर नमो सांगे छेदाङ गिन्दिन ताङ लामा येदम खण्डो ताङ छुसुङ नर्ला तिर्गे दा इशे चिके ngô ले रंगशी मागा चिरयांग तुन थुजे छिले मेपो छे ड्रुकुन क्याप्तां गुन घुरबा खेन्जे तांगी खेनमला छक्छल निंगने क्याप्सुची लुदां लोंजे छेपरबुल दादां थाये सिमजे नाम तादु थुजी क्याप्जे सल नेतां नेपा शिवातां सेदां सुनम फेलवातां sambe tenam malukun chushin rubar shingye lo यहाँ सम्म पढ्ने फेरि सानो अक्षर छ नि से देथुनसोल भन्छ चाहिँ चित्तमा केही चाहेकोहरू छ इच्छाहरू छ त्योहरू सबै सफल होस् भनेर चाहिँ अनुरोध गर्ने देथुनसोल भने त्यो यहाँसम्म चिन्ह लगायो है
अब फेरि त्यसको भाग्य गर्छु है ल फेरि पहिलादेखि जाउँदा अघि त्यहाँ थियो नि 13 पानाको पहिलो लाइनमा अन्तिममा से मण्डल फुलसम्म सक्यो अब नामोदेखि हेर्नुहोस् ल अब यो चाहिँ अलिकति छोटकरीमा भन्छु पहिला भनेको दोस्तै छ सङ्गे छेद गिन्दिन्दाङ भने चाहिँ त्रिरत्न है सङ्गे बुद्ध रत्न छे धर्मरत्न गिन्दि सङ्घरत्न लामा यदम खण्डोदाङ गुरु र ढाकिनी अनि के अरे गुरु इष्टदेव ढाकिनी छिसुङ नरुला तेर्गिदा धर्मपाला छिसुङ धर्मपाला नरुला दानको देवा अनि देवाहरू तेर्गिदा यिसी चिगी ngoले स्वभाव चाहिँ सबै प्रज्ञा ज्ञानद्वारा भएको सूक्ष्म ज्ञानद्वारा भएको हो रूप चाहिँ अलग अलग छ भनेको यिसी चिगी ngoले रङ्सी माका चिरिया स्वभाव एउटै हो तर रूप चाहिँ अनि के विभिन्न रूप अनि देखाएको भनेको रङ्सी माका चिरिया थुक्जी ठिले मेबोछे उहाँहरू सबै करुणा महाकरुणा भएको धेरै अरूलाई फाइदा गर्ने कर्म भएको हो रे थुक्जी ठिले मेबोछे ड्रुगुई क्या गुइगिरबा उहाँहरू चाहिँ के हो भनेदेखि सर्वप्राणीहरूको अनि रक्षा गर्ने हो रे गर्ने हो रे अनि सर्वप्राणीहरूलाई क्या पता गुम्बुलारो गुम्बु से कर रहे नान हो रे नात हो रे क्या पता गोंगिरबा खेंजे दांगी खेनमला प्रज्ञा र करुणाको अनि स्वभाव भएको तपाईहरुलाई भनेको छाक्सेल निने क्याप्सुचे छाक्सेल म ढोक्दै छु निने क्याप्सुचे भने चाहिँ अनि चित्तद्वारा हृदयद्वारा अनि शरणगमन गर्छु भनेको लुदा लोङजो छपम्बे मेरो शरीर र मेरो दान जति छ सबै पूजा गर्छु भनेको छपम्बे दादा थाए सिमजे नम मोर सर्वपानीहरू रे तक्तु थुक्जी क्याप्जेसोर अनि जहिले भने तपाईले करुणाद्वारा हामीलाई रक्षा गर्नुस् भनेर अनुरोध गर्दैछु रे क्याप्जेसो नेता नेपा शिवथाङ सर्वप्राणीहरूको बिमारी रोगहरू सबै निकोस् रे नेपा भने चाहिँ दोषहरू सबै अरूले भूत प्रेतले हान्ने गर्ने हुन्छ नि त्योहरू सबै नष्ट होस् रे नेता नेपा शिवथाङ छेदाङ सोनम फेलवाथाङ आयु लामो होस् रे अनि पुण्य अनि विकास होस् रे छेदा सोनम फेलवाथाङ साम्बे थेन मालिक चित्तमा इच्छा जो छ मनको भित्र इच्छाहरू जो छ त्योहरू सबै सफल होस् रे साम्बे थेन मालिक छिसिन जुबर धर्म के अरे धर्ममा भनेकै दोस्तो अनि मनको इच्छाहरू सबै सफल होस् छिसिन जुबर सफल हुनुको लागि आशीर्वाद दिनुस् रे छिसिन जुबर छिङ्गेलो से देदे सल यहाँसम्म सक्यो अब के आयो भने अब यहाँसम्म चेनेल आओस् यहाँसम्म चाहिँ के अरे जुन डोलमा लगेत बुद्ध धर्म त्रिरत्न अनि के अरे गुरु इष्टदेव अनि ढाकिनी अनि धर्मपालाहरू सबैलाई सर्व सन्नेहरूलाई अनि के अरे पूजा गर्ने यहाँसम्म अब तपाईहरुले चिन्ह लगाउनुहोस् थेने यहाँ सानो अक्षरमा हेर्नुहोस् त सानो अक्षरमा थेने छेटा जिजु डोमला छपा लेसुम बुर्सिङ तेपे गु देम्बा नि भनेको छ अब योलाई सबैले ध्यान गर्छ अघिको चाहिँ सर्वसानीलाई हो सर्वस्नेहहरूलाई हो र सर्वस्नेहहरूले हो सर्व सर्नेहहरूले हो
अब अहिले चाहिँ विशेष गरेर डोल्मालाई पूजा गर्ने चाहिँ सुरु भयो है यहाँदेखि के भयो रे विशेष तारा देवीलाई पूजा गर्ने चाहिँ सुरु हुँदैछ हो यहाँ थेने छेटा जिजुन डोमा ल छेपा छेटक भन्ने चाहिँ विशेष छेटक जिजुन डोमा ल छेपा लेसुम बुलसिङ तेपे गु देमाने अब यहाँ चाहिँ जोक्सिनको कुरा आउँछ यहाँ है रङ्गी किचिक ठेन्चोक सु भनेको छ यो शब्द चाहिँ धेरै ठुलो हो है रङ्गी भने चाहिँ म स्वयं भनेको रङ्गी किचिक भने चाहिँ एकछिन भनेको एकछिन है एकछिनमा भनेको किचिक ठेन्चोक सु भने चाहिँ अनि याद गरेर भनेको ठेन भने चाहिँ याद है जोक भने चाहिँ छाछावा सबै अनि भएको भनेको पूर्ण भएको भनेको के पूर्ण भएको जिजु फामे कुरसेल भने चाहिँ डोल्मा पूर्ण रूपले डोल्मा भएको भनेको थाहा भयो अब यहाँ सुन्नुहोस् है धेरै कुराहरू छ यहाँ यो हुनु चाहिँ के हो भनेदेखि आफै स्वयं आफै अनि जिजुन डोल्माको रूप धारणा गर्नुपर्ने हो पहिला यो मनमा राख्नुपर्छ अहिले के हुन्छ के भन्छ रहेछ मैले स्वयं आफै जिजुन डोल्माको रूप धारणा गर्ने हो जिजुन डोल्माको रूप धारणा गर्ने तरिकामा उपायमा दुई छ हुनु त धेरै छ खास गरेर दुई एउटा चाहिँ के हो शून्यता सम्झेर शून्यताको ज्ञान प्राप्त गरेर त्यो चाहिँ विचार गरेर त्यो शून्यताको ज्ञान चाहिँ बिस्तारै तम भन्ने अनि अक्षर भएर फेरि तम पनि बिस्तारै डोल्मा हुने त्यस्तोहरूले के भन्छ किचिक ठेन्चोक भन्दैन बिस्तारै अनि डोल्मा भएको हो अब अहिले चाहिँ के हो यस्तो होइन पहिला शून्यता त्यहाँदेखि डोल्मा भनेर यसरी रूप धारण गर्ने होइन अहिले चाहिँ त्यो आफैले शून्यता ज्ञानमा बसेर चाहिँ एकछिनमै तुरुन्तै डोल्माको रूपमा रूप धारण गर्ने त्यसले भन्छ किचिक ठेन्चोक भन्छ बिस्तारै नगरेर बिस्तारै अनि जिजुन डोल्माको रूप धारण नगरेर तुरुन्त एकछिनमै है शून्यता सम्झेर एकछिनमै तुरुन्त आफै जुजुन डोल्मा भयो भनेर रूप धारण गर्नेलाई किचिक ठेन्चोक भन्छ किचिक भन्छ एकछिनमै ठेन भने चाहिँ जुजुन डोल्मा याद गरेर जोक भने चाहिँ जुजुन डोल्माको रूप धारण पूर्ण रूपले डोल्मा हुने थाहा भयो किचिक ठेन्चोक भने चाहिँ यस्तो हो रङ्गी किचिक ठेन्चोक सु अब त्यो बेलामा तपाईहरु के भन्छ शून्यताको विषयमा सम्झिनु सक्यो भने राम्रो हो पहिला आफै अनि के रे पहिला आफै चाहिँ अनि प्रतीत समुपत हो भनेर सम्झिनु म भने चाहिँ अरूलाई भर परेर भएको हो स्वतन्त्र रूपले छैन भनेको विषयमा अलिकति सम्झिने अब त्यो सँगै आफ्नो मनको भित्र अनि मनको स्वभाव चाहिँ शुद्ध हो भनेको छ यहाँ सुन्नुस् है सिमगे रङ्सी वसलवा भनेर चाहिँ मनको स्वभाव चाहिँ शुद्ध हो भनेको छ त्यसो कारणले सिमगे रङ्सी वसलवा भन्ने चाहिँ के रे राम्रो सुन्नुस् ल सिमगे रङ्सी वसलवा भन्ने चाहिँ नङ्गुर निङ्माको धर्मद्वारा भन्यो भनेदेखि रिपा हो रिपा चोक्पा छेम्बो रिपा हो कैक्युको धर्मद्वारा भनेदेखि छाक्या छेम्बो महामुद्रा हो पेल साक्याको धर्मद्वारा भनेदेखि सेल्तोङ सुङजुक खोर्दे एर्मेकी तावा हो गिलुप्पा धर्मद्वारा भनेदेखि न्युङमाल हिन्जी केपे वसल भने चाहिँ हो
त्यसो कारणले अघि हिजो अस्ति मैले भनिसक्यो है यो मैले पिउनुलाई पानी भन्छ वाटर भन्छ छु भन्छ नाम चाहिँ अलग अलग राखेको हो तर मैले पानी खाँदाखेरि छु पनि खान्छ तामाहरूले भन्छ नि छु पिउँ भन्छ नि है छु खान्छ नि पानी खाँदाखेरि वाटर पनि पिउँछ नि है त्यसो कारणले एउटै हो त्यसो कारणले एकछिन यो बेलामा एकछिन सबैले ध्यान दिनुस् है यो राङ्गी किचिक ठेन्चो सो त्यो पूजा पाठ गर्नु बेलामा पहिला एकछिन सबैले 3 मिनेट जस्तो यसरी ध्यानमा बस्ने त्यो बस्नु बेलामा चाहिँ अघि भनेको दोस्तो अन्तिममा चाहिँ के आउनु पर्यो सिमगी रङ्सी हेर्सेल चाहिँ सिमगी रङ्सी हेर्सेल रिपा है जोक्सेममा भन्छ नि रिपा मनको स्वभाव चाहिँ अनि प्राप्त गर्ने मनको स्वभाव शुद्धै हो मनको स्वभावदेखि भनेदेखि त्यसलाई केही दोष छैन है त्यसो कारणले मनको स्वभावमा अलिकति मनको स्वभाव शुद्धमा अलिकति ध्यान गर्ने त्यसपछि त्यही स्वभाव शुद्ध जो आफूले विचार गरेको छ त्यही मनको स्वभाव चाहिँ के अरे तुरुन्त एकछिनमै अनि जुजुडोलमा भयो भनेर सम्झिनुपर्छ त्यसले भन्छ किचिक ठेन्जो ल थाहा भयो या मैले के भन्यो मनको स्वभावलाई एकछिन ध्यान गरा भने 3 मिनेट जस्तो यहाँ सुन्नुहोस् है एउटा कुरा धेरै ठुलो कुरा छ यहाँ सुन्नुहोस् है महत्त्वपूर्ण पानी छ नि कहिले कहिले पानीको भित्र के हुन्छ दुलोहरू हुन्छ है सागरको पानी त्यसोमा त्यो दुलो चाहिँ बस्नु नदिएर किसकिस गर्यो भने त्यो के अरे सिङ्ला खर्छ लट्ठी लिएर चाहिँ यसो गरेदेखि दुलो चाहिँ उठेर बस्छ त्यही जस्तो मनको स्वभावमा नबसेर मनलाई के विचारहरू आउनु दियो भनेदेखि के आउँछ है अब त्यस्तो कुराहरू केही नसोचेर मन चाहिँ आफ्नो ठाउँमा बस्नु दियो भने अघि पानी छ नि यसरी त्यो लट्ठीले यसो गरेदेखि धुलो उठ्छ नि अब फेरि धुलोहरू चाहिँ यसरी तल गएदेखि त्यो पानी चाहिँ शुद्धमा हुन्छ हैन त्यही जस्तो मनमा चाहिँ विचार देरी गर्नु नदिएर स्वभावमा यसरी राख्यो भने मन चाहिँ शुद्धमा फेरि आउँछ थाहा भयो यो हामी यता अहिले म यहाँ जान्छ रहेछ नि यहाँ घरदेखि यहाँ आउने गुम्बादेखि जान्छ नि त्यो बेलामा के हुन्छ मोटरहरू त्यो स्कुटरहरू बसहरू जाँदाखेरि धुलो सबै उठ्छ रहेछ नि फेरि एकछिन कुरेर बस्यो भनेदेखि 5 मिनेटदेखि फेरि त्यो सबै तल जान्छ रहेछ नि हो त्यस्तो छ मन भने चाहिँ है मनलाई धेरै के विचार गर्नु दियो भनेदेखि सबै उठेर बस्छ है त्यो स्वभावमा यसरी राख्यो भनेदेखि शान्तमा बस्यो भनेदेखि त्यो स्वभाव शुद्धमा बस्छ हो त्यस्तो चाहिँ पहिला ध्यान गर्नुपर्छ त्यो ध्यान गरिसकेर त्यही मनको स्वभाव शुद्ध चाहिँ अनि के अरे तुरुन्त अनि जुजुन्डोलमा भयो भनेर सम्झिनुपर्छ हो त्यसले भन्छ किजिक ठेन्चो भनेर राङ्गी किजिक ठेन्चो सो जुजु फामे कुरुसेल भने चाहिँ जुजुन्डोलमाको रूप धारण गर्ने भनेको जुजु फामे कुरुसेल या अब जुजुन्डोलमाको रूप धारण गरिसकेपछि के गर्नुपर्छ अब आफू जुजुन्डोलमा भइसक्यो अब आफू जुजुन्डोलमा हो भनेर सम्झेर त्यो जुजुन्डोलमाको चित्तमा सुन्नुहोस् है स्वयं आफू जुजुन्डोलमाको रूप धारण गरिसकेको पछि अब त्यस्तो जुजुन्डोलमा म जुजुन्डोलमा हो भनेको त्यो जुजुन्डोलमाको चित्तमा भनेको थुकर भने चाहिँ चित्तमा के सम्झिने दावा भनेर चन्द्रमा धातेङ भने चाहिँ चन्द्रमाको माथि अब के सम्झिने तम भने चाहिँ के हो जुजुन्डोलमाको के अरे खर्सादी मरे
बिउ पनि भन्छ परहि थङ्गी थुक्सो सिएक सेरेले सो प्राण हो प्राण है प्राण त्यसो कारणले थुकर दाते तम 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 चाहिँ विचार गर्ने तमको के अरे रङ चाहिँ के हुन्छ हरियो जङ्गु जङ्गु भने चाहिँ के हो हरियो यस्तो हुन्छ यो अहिले यहाँ जुजुन डोलमा हेर्नुहोस् त जुजुन डोलमाको रङ चाहिँ के छ हरियो छ नि ग्रिन हो यस्तो ग्रिन तारा भन्छ नि यस्तो थुकर दाते तम जङ्गु अब त्यस्तो त्यो तमद्वारा फेरि प्रकाश अनि फैलाएर प्रकाश अनि पठाएर धेले वेसेर पगे छ तेरी गन्नु खर्च पगेला पगे पगे पक्तो मेबा अथार अथार त्यो प्रकाश अथार अथार के अरे फैलाउने धेले वेसेर पगे छ अब यहाँ सुन्नुहोस् है यहाँ सुन्नुहोस् अहिले हाम्रो जुजुन डोल्मा छ नि जुजुन डोल्मा अनि मूल वहाँ हो जुजुन डोल्माको अवतारी जुजुन डोल्माको टुल्पा अवतारीमा चाहिँ 21वटा जुजुन डोल्मा छ डोल्मा निसुचाचिक भनेर हो त्यो चाहिँ अनि के भन्छ केसा आवरण आवरण भने हरण हरण सेवा आवन गरे आवन गर्नुपर्छ त्यसो कारणले यहाँ हेर्नुहोस् है पहिले के भयो आफै जुजुन डोल्मा भयो आफै जुजुन डोल्मा भएर चित्तमा तम भयो त्यो तमदेखि अनि के अरे प्रकाश गएर अनि जुजुन डोल्मा सत्य नै जुजुन डोल्मा र जुजुन डोल्मा 21वटा जुजुन डोल्मा छ नि त्योहरू सबै आवरण गर्ने है निमन्त्रण गर्ने फङमा नम्जु निर्जिता त्यो सँगै बुद्ध रत्न धर्म रत्न सङ्घ रत्न डिग्रीलाई सर्व सर्नेहरू कुन्जु ग्यासो टिन ठोलवा दुईकी नमखर चेन ठाङ गुर आफ्नो अगाडि अघि चाहिँ आफै जुजुन डोल्मा हो तर अहिले आवरण के अरे हवन गरेको अनि सर्नेहरू चाहिँ आफ्नो अगाडि छ भनेर दुईकी नमखर चेन ठाङ गुर चेन ठाङ भने चाहिँ हवन गर्नु भनेको ठिक छ उहाँ ल यसरी हो थाहा भयो यहाँ दुईगे नामकर चेन ठाङ घ्योर या हो त्यो अब त्यसपछि अब त्यहाँदेखि चाहिँ के आउँछ रहेछ भने त्यसपछि या चेन ठाङ घ्योर अब त्यसपछि तम भनेर चाहिँ भन्नुपर्छ तम थङ्गी दि लोसो है लोमा सो चेन ठाङ घ्योर थङ्गी लोसो है लो यो मर्वा ल अब भन्नुहोस् है यहाँदेखि हामी सँगै भन्नुहोस् ल मैले डरेर भन्नुहोस् तम केमे वेसेल छुकु यिङ गाङमे फाङमे यिसी कुर खङदु ग्युचु ठावर शर छुरुशेग आर्या तारे जा यहाँसम्म चिन्ह लगाउनुहोस् यहाँसम्म चाहिँ जुजुन डोल्मा र सर्व सर्नेहरूलाई अनि हवन गरेको ल अब त्यसपछि फेरि भन्नुहोस् दादा भन्नुहोस् ल दाता डोला थुच्चे छिर निके जुठु थुइ ने छिसी छेपा दा गिबा थिसी चोमदे शुक्सो सोल पेमा कामा लायस तम यहाँ चिन्ह लगाउनुहोस् है अब यो चाहिँ के हो भने अघि अगाडि हामीले जुजुन डोल्मा 21वटा डोल्मादेखि लिएर के अरे सर्नेहरू सबै अनि हावरण गर्ने वा त्योहरू उहाँहरू सबै आफ्नो अगाडि
बस्नुहोस् भनेर अनुरोध गरेको थिसी चोमदेशु मैले तपाईँहरूले पूजा गर्छु तपसम्म पूजा गर्ने तपसम्म तपाईँहरू चाहिँ अनि बस्नुहोस् भनेको थिसी चोमदेशु पेमा तम अब यहाँ फेरि भन्नुहोस् ल ओम मुजुर इले छोवा ये कुन्दो सांबे छिजिङकी छिइङ गेपर कंछेते फाङमा ढोलमा खोर्चे छे यो तिप्ती अक्षरमा चारवटा त्यो आउँछ रहेछ नि योले चाहिँ के गरेको जुजुन्डोमालाई पूजा गरेको यो बेलामा दाङ गर्नुपर्छ यहाँ चिन्ह लगाउनुहोस् दाङ के भन्छ निश्चित रूपले दाङ गर्नुपर्ने चाहिँ यहाँ हो ओमोय मुजुर इले छोवा ये कुन्दो सांबे छिजिङकी छिइङ गेपर कंछेते फाङमा ढोलमा खोर्चे छे ओम आया दारे सांबारे वरा बेंजा आरकम पादे सोहा फेरि मोसमहरू भनेर चाहिँ पाते पुष्पे द्वीपे सबै एक एक गरेर अनि पूजा के भन्छ चढाउनु पर्छ ल अब भन्नुहोस् है फेरि भन्छु है म ओम अघिको फेरि पेमा कामलाई स्तम्भ सकेर त्यसपछि ओम मुजुर इले छोवा यी यसको मतलब चाहिँ अगाडि चढाएको सामग्रीहरू पूजा सामग्रीहरू र मनले खर्सा टुलबती निर्माण गरेको पूजा सामग्रीहरू सबै भनेको मुजुर इले छोवा यी कुन्दो सांबे छिजिङकी भने चाहिँ सम्यन्त भात्राको अनि पूजा मेगाहरूले कुन्दो सांबे छिजिङकी छिइङ गेपर कंछेते अब त्यो शून्यता ज्ञानद्वारा अनि त्यो के अरे प्रतीत समुपात रूपमा अनि त्यो गरेर छिइङ गेपर कंछेते फाङमा ढोलमा खोर्चे छे भने चाहिँ ढोलमा तारा देवी 21 तारा देवी सबैलाई चढाउँदैछु भनेको फाङमा ढोलमा खोर्चे छे फाङमा ढोलमा भने चाहिँ मूल ढोलमा खोर्चे भने चाहिँ उहाँको परिषदहरू ल सुन्नुहोस् है भयो है फाङमा ढोलमा खोर्चे छे भने चाहिँ पूजा गर्छु भनेको अब यो बेलामा चाहिँ हात पनि यसो गर्नुपर्छ गर्छ ओम आर्य ओम पहिले यो भन्नुहोस् त ओम आर्य तारे सपरिवारा वज्र आर्कम पाते पुष्पे द्वीपे अलंगे गेंदे निवते शाप्ता पतिचा सोहा छन् समय छैन भनेदेखि सबै एकचोटि भन्ने समय छ भने पूजा ठुलो ठुलो हुँदाखेरि एक एक गरेर चाहिँ भन्नुपर्छ कसरी भने माथिको ओम आर्य तारे सपरिवारा वज्र आर्कम भन्ने पाते चाहिँ नभन्ने पाते पुष्पे द्वीपे अलुङ्गे गेन्डे न्युते शब्द नभनेर त्यसपछि चाहिँ प्रतीच सोहा भन्ने फेरि अगाडिदेखि ओम ओम जरे छोवा ये कुन्दो सांबे छिजिङकी भनेर अनि दोस्रोमा चाहिँ ओम आर्य तारे सपरिवारे पाते प्रतीच सोहा भन्ने फेरि तेस्रोमा ओम आर्य तारे सपरिवारे पुष्पे प्रतीच सोहा यसरी भन्नुपर्छ ल पछि त्यो गुरुहरूले आमाहरूले सिकाउनु बेलामा यो चाहिँ यसरी सिकाउनु पर्यो
त्यो बेलामा हातले ओम यहाँ हेर्नुहोस् है ओम गर्नु बेलामा हात यसोरी गर ओम आर्य भन्ने बेलामा यसोरी सेकुल तोसी गर्छ यहाँदेखि पूजा गर्ने देवीहरू सबै चित्तदेखि अनि गर्छ टुल्पा निर्माण गर्ने फेरि ओम गर्छ ओम आर्य तारे सापारे वारा आरगम अच्छा यहाँ आर्गम भने चाहिँ के अरे अस्ति पिउने पानी यो चराएको त्यो चराइसकेर अघि के गर्यो अघि यस्तो गर्नु बेलामा हाम्रो चित्तदेखि पानी चढाउने देवी खर्सा टुल्पा निर्माण गर्यो नि अब अन्तिममा चाहिँ त्यो देवी चाहिँ फेरि आफ्नो चित्तमा समेट्नुपर्छ त्यसो कारणले अन्तिममा फेरि होम आयातले सम्बन्धवाले आर्कमसम्म आयो नि आर्कम प्रतिचा भन्नु बेलामा यसो है यसो गर्नु बेलामा चाहिँ देवी खर्च टुल्पा देवी निर्माण गर्ने यसरी गर्नु बेलामा देवी चाहिँ फेरि चित्तमा पस्ने यो यसरी फेरि अन्तिममा यसरी ओम आर्य तारे सा पारे वारा आरकम पतिचा सोहा फेरि ओम आया तारे सम्बारे वारे पाते यो सबै भन्नुपर्छ ओम मजर ये जोये गुन्दो सम्बे जुजेंगे छुएंगे बाकाजे फामा डोमा खोरेजो ओम आया तारे सम्बारे वारे पाते पतिचा सोहा ओ यसरी अब जोक एउटा गरौँ अब बा आमाहरूले यो सिक्दै गयो भनेदेखि 25 शब्दमा जानुपर्छ ला अब ला जोस यो गुरु र जुन ढोलमा एक त गरेर सम्झेर चाहिँ यसरी पूजा गर्यो भने धेरै पुण्य कमाउँछ है राम्रो हो नि ओम आयातरे सम्बरबाट आर्गम पाते पुष्प दिव्य अलङ्गी गेन्दे निवेदे शब्द पतिच सोहा शे चेन ठाङसे छेपा चिरबुल यहाँसम्म सक्यो है यहाँसम्म सक्यो अब त्यसपछि ल त्यहाँ हेर्नुहोस् है 16 नम्बर 16 पानामा हेर्नुहोस् 16 नम्बर भएको पानामा अन्तिममा के अरे पहिला लाइनको अन्तिममा अब के आयो भने अघि चाहिँ 7वटा होइन 8वटा पूजा सामग्रीहरू चाहिँ पूजा गरिसक्यो चढाइसक्यो अब फेरि मेन्डल चढाउने हो मेन्डल है यहाँ हेर्नुहोस् ओम भन्नुहोस् ल ओम आहो खमसुम नेजु पेन्जोरताङ दाउली लोङजे गेसोके तुजी दाङे नमलाबे शेने झिङ्गे लप्तोसो ओम सर्वा तथागता रत्न मण्डला मण्डला आयो नि रत्न मण्डला पूजा हो सानो अक्षरमा के लेखेको छ शे मेन्डल छटक्तो फुल्ने भनेको छ यहाँसम्म चाहिँ चिन्ह लगाऊ मण्डल पुर्सी गरेको त्यो बेलामा हेर्नुहोस् है अघि भन्नु बिर्सिन्छ मेन्डल चढाउने बेलामा हात चाहिँ यसरी मण्डल बनाउनुपर्छ यसरी गरेर मण्डलको त्यो के भन्छ शब्द स्वरूप यसरी गरेर चाहिँ हात गरेर चाहिँ अनि चढाउनुपर्छ यो पनि पछि जानुपर्छ है यसरी गर्ने ल अब तपाईँहरू लेख्नुहोस् मेन्डल दुईचोटि आइसक्यो अघि पहिला एकचोटि चढाइसक्यो अहिले दोस्रो हो है अब त्यसको मतलब चाहिँ एउटै हो खमसुम नेचु पेल्चोर ताङ भने
आफ्नो शरीर र दान दौलतदेखि लिएर अनि खर्च त्यो खर्च खम्सुम र खर्च खम्सुम त्रिलोकदेखि लिएर सबै मण्डलको रूपमा चढाएको भनेको अब त्यसपछि तेबे ग्याल्बे ग्यु छाक्चे निर्जी छर्चनी जे अब यहाँ हेर्नुहोस् है यो ओम्जे कसले गर्छ ओम्जे जसले गर्छ त्यसले यो थाहा हुनुपर्छ यहाँ चाहिँ ओम्जे जुमा फम डोर्माला छाक्छेलो भन्ने के अरे जुजु डोर्माको त्योपाला खर्च त्योपा अभिनन्दन जुजु डोर्माको अभिनन्दन र प्रार्थना अनि त्यो पनि राजा जुजु डोल्माको अभिनन्दन धेरै छ नि त्यसमा सबभन्दा राजा चाहिँ डोल्मा निर्चिक हो ओम जुजुमा फमडमला छाक्छ सुन्द्रमा यु पामा चिनेक जलो डाम भने त्यो हो त्यो चाहिँ दुईचोटि भन्नुपर्छ रे यहाँ लेखेको छ सानो अक्षरमा है त्यो बे ग्याल्बे ग्यु छाक्चल निर्ची छर्नी जे भने दुईचोटि पाठ गर्नु रे होला अब छाक्चल निर्चीको आगम चाहिँ दिँदैछ ल भन्दै तपाईहरु भन्नुस् ल यहाँ मैले यो पनि भन्छु जुजु डोल्मामा तारा देवीमा कतिवटा छ 21 वटा छ 21 वटा तारा देवी उहाँको नामहरु सबै म भन्दै गरेर जान्छु ल अब यहाँ हेर्नुस् फेरि पेनहरु लिएर पहिला हो त्यसको हत्ता त्योपाल खर्च त्योपा तारा देवीको अभिनन्दनमा दुईटा छ छोटकरी र विस्तृत रूपले छोटकरी चाहिँ पहिला आउँछ रहेछ यहाँ हेर्नुहोस् अब दोहोऱ्याएर भन्नुहोस् ल ओम जे चुमा ओम जे चुमा फाङमा डोल्मा ला छाक्छे लो अब छोटकरी चाहिँ यो हो छाक्छे तारे न्युरमा पामो तुता राई जिक्पा सेल्मा तुरी धिनकुन जिम्बे डोल्मा सो हाई हिगे खेला दुधो यहाँसम्म चिन्ह लगाउनुहोस् यो छोटकरी अभिनन्दन खर्च अभिनन्दन पाठ हो छोटकरी अब विस्तृत रूपले राजा दोस्तो अनि अभिनन्दन चाहिँ अब यहाँदेखि छङ्जे ड्रोमा निर्मा पामोदेखि सुरु हुन्छ ल अब यहाँदेखि 21 वटा डोल्माको नामहरू पनि आउँछ म भन्दै जान्छु ल पहिलो डोल्मा 21 वटा डोल्मामा पहिलो चाहिँ के हो भनेदेखि न्युर्ची पावे डोल्मा भन्छ न्युर्ची पावे डोल्मा भनेको पाठ चाहिँ यहाँदेखि हो भन्नुस् ल छाक्जे डोल्मा न्युरमा पामो चेने केजे लोटा ड्रामा जिग्देन सुंगे छुगे शालगे केसर छेवा लेने झुङमा यहाँसम्म चिन्ह लगाउनु यहाँसम्म चाहिँ तारा देवी 21 वटा छ त्यसमा पहिलो न्युर्ची पावे ड्रोमालाई अनि त्यो पाला खर्च अभिनन्दन पाठ चाहिँ यहाँसम्म हो यहाँसम्म के हो रे न्युर्ची पावे ड्रोमालाई अभिनन्दन हो अभिनन्दन अब दोस्रो आयो दोस्रो ड्रोमा चाहिँ के हो भनेदेखि कर्मो दादाङ्गी ड्रोमा भन्छ कुरा नगर्नुहोस् है राम्रो गरी सुन्नुहोस् कर्मो दादाङ्गी डोल्मा कर्मो दादाङ्गी डोल्मा भने चाहिँ अनि यहाँदेखि सुरु फेरि भन्नुहोस् ल छाक्छेल तेङ्गे दावा कुन्दो थावा ज्ञाने सिक्पे श्यालमा कर्म तोङ्डा सोक्पा नम्गे रब्दो छेवे रब बर्मा यहाँसम्म दोस्रो ड्रोमा कर्म दादाङ्गी ड्रोमालाई पाठ गर्ने भने यहाँ हो अब तेस्रो ड्रोमा सुरु भयो तेस्रो ड्रोमाको नाम के हो सेर्तो चेङ्गी ड्रोमा भन्छ
Serdok chengi dorma. Sunko color bako, sunko rang bako dorma. Serdok chengi dorma. La panusla, chakse, sermo, chune kegi, peme chane, nambara gema, jimba tsundru, katub shiwa, seba samde, juyul nima, यहाँ समझ चुने लगाउनुहोस् अब त्यहाँदेखि के आयो चौथो डोल्मा चौथो डोल्माको नाम चुक्तुर नम्बर 11 डोल्मा भन्छ उहाँको पूजा पाठ भन्नुस् ल छागजेल थिसिन शेकपे चुक्तुर थाये नम्बर ग्यालवा चेमा मालु फारे छिम्बा थोबे ग्यावे सेकी सिन्धु तेमा यहाँ समाओ अब त्यसपछि के आउँछ पाँचौँमा हुम्डा डोबे डोल्मा त्यो डोल्माले चाहिँ हुम भनेर आवाज चाहिँ भन्नुहुन्छ त्यसो कारणले हुम्डा डोबे डोल्मा भन्छ अब उहाँको पाठ चाहिँ छर्सेल तुता रा हुम हिगे देदाङ छोदाङ namka khangma jigden dumbo shabke nende lupa mepar gupar nima यहाँ सम्म पाँच डोल्मा पाँचवटा गइसक्यो अब चौथो होइन छेटौँको डोल्मा आउँछ छेटौँ डोल्माको नाम जिग्देन सुमले नम्बर 11 डोल्मा भन्छ जिग्देन सुमले नम्बर 11 डोल्मा अब उहाँको पूजा पाठ सुरु छाङजेल ग्याछे मेला छाङबा लुङला नाचो वाङछु छेमा जुङबु रोलाङ जिसा नामदाङ निजिङ छोगी दुने तेमा यहाँसम्म हो अब के आयो सातौं डोल्मा कुरा नगर्नुहोस् है तपाईहरु कुरा गर्नु तपाईहरुको कुरा सबै यो भित्र पस्छ युट्युब भित्र तपाईहरु बुद्ध सिरियल हेर्दाखेरि कसो गर्छ भने मैले सोधेको के बुद्ध सिरियल देखाउन छ नि उहाँहरु प्रोजेक्टरमा उहाँहरु बुद्ध सिरियल हेर्ने को आउँछ भने धेरै मान्छे आउँछ रे कसरी हेर्छ रे भने सबै सुनशान्त हेर्छ रे सर यसरी यसरी सुन्नुहोस् धर्म चाहिँ अब सातौँको डोल्मा त्यसको नाम के हो गोलवा जेम्बे डोल्मा भन्छ गोलवा जेम्बे डोल्मा ल भन्नुस् ल छक्सेल टच्छे छादा फटकी फारुल ठुलखोर रब्तो जमा ये कुम ये क्याम ये क्या ये कुम ये क्या ये कुम ये क्या शब्की नेंदे मेबर ठुकबा सिंधु बर्मा यहाँ सम्म सातौं डोल्मा गयो अब आठौं रुपे आठौं डोल्माको नाम हो वाङछु तेरे डोल्मा वाङछोक तेरे डोल्मा भन्नुस् ल छर्से तोरे जिग्बा छेम्बे दुगे पाओ नम्बर जमा छुगे शालने ठोंगेर देन्जे डाओ थम्जे मालुसमा अब त्यसपछि के आउँछ नौ लगेर नौ डोल्मा चाहिँ छोक्चोल डोल्मा भन्छ छोक्चोल डोल्मा
Uttam Siti Dine Dolma Bansa Chokzol Dolma Abu Piri Dorara Banos Chaksel Kuncho Chok Kaza Chaksel Kuncho Sun Sun Chage Surme Thugar Number Genma Malu Choki Korlo Gembe Rangi Uki Songnam Chukma Yasamao Abo Dolma Ekaisma Dasun Reve Dasun Dolma Chai Aungsa Dasun Dolma ko naam chai Nyangye Selve Dolma Bansa Nyanyen Selve Dolma Pir Dorar Banus Chakse Rabdu Gawa Jipe Ugen Wege Chenwa Pelma Shepar Rapshi Tuta Rai Dudan Jigden Wang Tu Zema Yasamao Abo Gyara Dolma Ansa Gyaron Dolma को नाम क्यों फोंपा सेल्वे डोरमास जो मान्छेलाई पैसा दान दौलत नभएर दुःख छ भनेदेखि न्याङ्गे सेल्वे डोरमालाई प्रार्थना गर्ने फोंपा सेल्वे डोरमा छाङजे साशी क्योंवे छोनम थम्जे गुपर निपा निमा ठोंगेर योवे 이게 humki 통바 탐제 넘버 돌마 अब क्या आयो 12 लग रहे हैं 12 डोलमा को नाम के हो टशिनावे डोलमा भन्छ टशिनावे डोलमा यहाँ याद राख्नुस् ल 12 डोलमा र मूल डोलमा एउटै हो त्यसो कारणले उहाँलाई दुईटा नाम छ एउटा नाम चाहिँ के हो 12 डोल्माको नाम एउटा चाहिँ टसिनावे डोल्मा भन्छ दोस्रो नाम के भन्छ सेङदिङ नाकी डोल्मा भन्छ सेङदिङ नाकी डोल्मा यही हो अब डोल्मा अरु होइन यही हो है 12 डोल्मा चाहिँ यही हुन्छ सेङदिङ डोल्मा भन्छ या दोहोऱ्याएर भन्नुस् छाङसे दावे थुम्बु उगेन गेम्बा थम्जे शिन्दो बारमा रालबे ट्रेने एबा मेले ताकपर शिन्दो रब जेमा अब तेस्रो करसा तेरों डोल्मा को नाम हो योंसु मिम्बर जेबे डोल्मा भन्छ योंसु मिम्बर जेबे डोल्मा ला दोहोऱ्याएर भन्नुस् ल छाङसेल केल्पा थामे मेतेर बारवे छेवे युना नेमा ये क्याङ युकुम कुने कोर गाई जाई पुंगने नंबर जेमा छाङसे सशी यहाँ एउटा अक्षर पुगेन छाङसे सशी म छाकी होइन म ला छाकी ला भने चाहिँ छुटाएको छ त्यो चाहिँ लेख्नु पर्छ यहाँ फेरि भन्छु है म ला छाकी tilgi ninjing shabki dungma chongyer chenze yigi humki rimba dumbo namni gema यहाँ सम्म हो अब त्यसपछि चाहिँ के अरे 15औं लग्नु है ए अघिको चाहिँ 14 हो अघिको चाहिँ अघि छ नि छाक्से सशी मला छाकी ला छुटेको छ भने नि त्यो चाहिँ अनि चौथो चाहिँ चौथो रे
चौथो चाहिँ के अरे ठोङ्गिरो यो ढोलमा भन्छ ठोङ्गिरो यो ढोलमा ल फेरि भन्छु ल चौथो ढोलमा चाहिँ ठोङ्गिरो यो ढोलमा छक्से सासी ngला छागी थिलगी न्युजिङ शाबगी दोङमा ठोङ्गिरो चेन्जे यिगी हुङ्गे रिम्बा दुम्बो नम्ने गेमा अघि चाहिँ मैले फेरि दोहोऱ्याएर भनेको हो अब यहाँ 15 लाग्दो भए 15 ढोलमा चाहिँ गेलेक तेरवे ढोलमा भन्छ अब यो सुरु हुन्छ है गेलेक तेरवे ढोलमा ल भन्नुस् छाङसेल देमा गेमा शिमा न्याङेन देशी जुयुल निमा सोहा ओमदाङ यांता देम्बे दिक्पा चेम्बो जम्बा निमा अब त्यसपछि 16औं लाग्दो भए 16औं ढोलमा चाहिँ छक्पा जम्बे ढोलमा भन्छ त्यो रिस राग छ नि राग अनि नष्ट गर्ने ढोलमा 16औं चाहिँ छक्पा जम्बे ढोलमा ल भन्नुस् ल छक्सेल कुन्ने कोरब गावे ड्राई लुने रब्दो गेमा यिगी चुबे नांगने कुबे रिक्पा हुमले ढोलमा निमा अब 17औं ढोलमा 17औं ढोलमा चाहिँ देवा डुबे ढोलमा भन्छ सुख दिने ढोलमा ल भन्नुस् ल छाङजे तुरी श्यामने दाबे हुङ्गे नाम्बे सबै निमा रेरम मन्दा राता भिक्षे जिग्दे सुम्नम योवा निमा अब त्यसपछि 18औं लाग्दो भए 18औं ढोलमा चाहिँ के हो रब्तु गेबे ढोलमा भन्ने विकास गर्ने ढोलमा छाङजेल हाई छोये नाम्बे रिदा ताङचे छाङना नामा तारा निजु फटके यिगी धुनम मालु पर्ने सेलमा यो ढोलमाले चाहिँ 20 पनि के भन्छ नष्ट गर्छ अब त्यसपछि 1900 ढोलमा चाहिँ नाम के हो दुङ्गेल सेक्बे ढोलमा सेक सुध खर्रा मे सेक लाए दुःखहरू जलाउने ढोलमा छक्सेल हाई छोनम गेबो हादामियम ची तेमा कुने खोजा गावा जिगी चेता मिलम नेपा सेलमा यो ढोलमाले चाहिँ नराम्रो सपनाहरू अनि नष्ट गर्छ अरे अब त्यसपछि 20औं ढोलमाको नाम हो मुटुक जुङ्गे ढोलमा सिधी दिने मुटुक जुङ्गे ढोलमा छाङचेले निमा दावा गेबे चेङे पोला रब सेलमा हारा निजु तुता राई शिन्दो ठाउपे रिम्ने सेलमा यो 20औं ढोलमाले हाम्रो यो कोरोना भाइरस भन्ने अहिले बिमार नयाँ एउटा आएछ नि रोग हो त्योहरू सबै नष्ट गर्न सक्छ भनेको छ यहाँ रिम्ने सेलमा भनेर सिन्धु ठाकुर रिम्ने सेलमास अब त्यसपछि
21 लग रहे 21 को डोलमा 21 डोलमा चाहिँ के रे योंजो छेबे डोलमा वहाँ को नाम योंजो छेबे डोलमा और वहाँ को पाठ ल छक्सेल थिङे सुमनम कोबे शिवे थुदा याङदा देमा देनदा रोला निजिन छोनाम जंबा तुरे रामचो निमा यहाँ समाओ अब 21 डोलमा सबै गयो है अब त्यो सबैलाई के गरेको त्यो पासना खर्च उहाँहरूको मन्दिरद्वारा अभिनन्दन गरेको भने चाहिँ यो चावे नागी त्योपा दिदा छन्जेल वाने निशु चाची सुन्नुहोस् है चावे नागी त्योपा दि भने चाहिँ अघि छोटकरीमा खर्च त्योपा अभिनन्दन गरेको भित्र उहाँहरूको मन्दिर सबै आएको छ नि ओम तारे तुतारे तुरे सोवा त्यस कारण हो छान्जे वाने निशुताजी भने चाहिँ अनि डोलमा 21 डोलमालाई ढोक्दै अनि खर्च त्यो बा आवेदन गरे नि त्यसले भनेको छान्जे वाने निशुताजी अब यहाँ ओमजेले सबैले ध्यान दिनुपर्छ यहाँ ओम ngujur yile sok chepa मण्डल घोंदर फुल बनेको छ अब यो भित्र लेखेको छैन है अघि अगाडि गइसक्यो नि त्यो फेरि यहाँ ngujur yile chungwa yi भन्ने छ नि ओम आर्य तरी अघि मैले यसो गरे नि हो त्यो र मण्डलको शब्द के रे पाठ पहिलो गयो नि त्यो दुईटा चाहिँ फेरि यहाँ गर भनेको छ अब मण्डल तीनचोटि आयो नि है ए गेरि जाको सुवा हसवा दिखतु तेला सोख लम्सा दुवा यगिद मा खिगुरे कांगलो योवा ओ दि मा खिगुरे बोली चाहिँ राम्रो गरे पढ्नुस्लाई बोली त्यछ अब यहाँसम्म चिन्ने लगाउनुहोस् अब त्यसपछि चाहिँ के हो भनेदेखि छाये छोजी छाग्या नि ए भन्नुस् त भन्ने छाये छोजी छाग्या नि क्याब्जी छाग्या घुर्बेवो दादा सुंजा कुन्सुने ओला अब ध्यान गर्नुपर्ने अभ्यास गर्नुपर्ने मूल एउटा चाहिँ यहाँ हो यहाँ के भनेको छ छाये छोकजिन छाक्या नि यहाँ जुजु डोल्माको फोटोमा छ नि जुजु डोल्मा बस्ने हात चाहिँ यसरी छ यो यसरी छ यो चाहिँ यसरी छ थाहा भयो छाये पहिला यहाँ सुन्नुस् छागयुन चाहिँ यसरी छ मलाई हेर्नुस् न यहाँ हेर्नुस् न मलाई छागयुन कसरी छ यसरी छ है यहाँ हेर्नुस् योले के भन्छ कुन्चो सुन छन्बे छाक्या भन्छ यहाँ छ नि एउटा दुईटा तीनटा यो तीनटाले चाहिँ कुन्चो सुम बुद्ध रत्न धर्म रत्न संघ रत्न चिनाउँछ यो हातले यसरी बस्यो छ नि कुन्चो सुम चिनाएको लन दिदे चिनाएको थाहा भयो योले के भन्छ जनाउँछ कुन्जु सुम छुङ्गी छाक्या अब यो चाहिँ यसरी छ जुजु ड्रमाको यहाँ फोटोमा हेर्नुहोस् त यसरी छ यो चाहिँ छोकजिन्गी छाक्या भन्छ छोकजिन्गी छाक्या भने चाहिँ सिधी दिने अनि हातको मुद्रा ल यो हात चाहिँ के रे सिद्धि दिने हातको मुद्रा भन्छ हो यहाँ हेर्नुहोस् है कसरी छ जुजु डोलमा यसरी छ नि अघि हामी के ठेन्जो सो स्वयं आफै जुजु डोलमाको रूपमा अघि रूप धारणा गर्यो नि त्यो बेलामा हात कसरी बस्यो छ आफै यसरी छ भनेर विचार गर्नु पर्यो अब अहिले के गर्नु पर्यो यो हात चाहिँ अब अहिले यहाँ चाहिँ अब मैले अस्ति भने नि अघि पनि भने नि के अरे 6 तारिक के अरे 6 गतेमा हामी पूजा हुन्छ त्यो बेला जति मान्छे मरेकोहरू हुन्छ के सप्तन गर्नुपर्ने छ सबै नाम ल्याऊ भने नि त्यो मान्छेहरू मर्नेहरूदेखि लिएर सबै अब के गर्नु पर्यो जुजु ढोल आफै ढोलमाको रूप धारणा गरेर अघि छ अहिले यो यसमा छाये छुकजिङ छाग्या नि
क्याप्जिङ छाग्यर घ्युर भने चाहिँ क्याप्जिङ भने चाहिँ यस्तो हो अब हात यसो गर्नुपर्छ यो बेलामा यो पाठ गर्ने बेलामा हात चाहिँ यसो गर्ने अब यसको मुनि यहाँ छ नि यसोरी गर्ने अब यसोरी गर्नु बेलामा के हुन्छ यसको मुनि आफैले रक्षा गर्नुपर्ने फाइदा गर्नुपर्ने जति प्राणीहरू छ सबै यसको मुनि छ भनेर सम्झिनुपर्छ थाहा भयो अघि चाहिँ यस्तो थियो अहिले यो पाठ गर्नु बेलामा यहाँ शब्दमा लेखेको छ नि यहाँ छाये छोकजिन यो छाक्याङी क्याप्जिन छाक्यर घ्युर भने चाहिँ यसोरी परिणत गरारे मरे परिणत रवा घ्युरुवा परिवर्तन गरारे यस्तो भएको छाक चाहिँ यसो गरेर यसको मुनि जति मान्छे मरेकोहरू छ कसलाई फाइदा गर्नुपर्छ के को लागि पूजा गर्छ त्यो मान्छेहरू सबैको जिन्दाहरू सबै यो भित्र छ भनेर सम्झिनुपर्छ क्याप्जिन छाकेर घ्युर्बे हो धाताङ भने आफू र सुङ्जा भने चाहिँ जसलाई रक्षा गर्नुपर्छ सबै छ भनेर यो भित्र चाहिँ सबै सिमेट्नुपर्छ रे धाता सुङ्जा कुन सुने जिपो कुनले उयुङ घ्युर अब त्योहरू सबै डर अनि के अरे दोष बाधादेखि मुक्ति पायो भनेर चाहिँ सम्झिनुपर्छ अरे उयुङ घ्युर अब यहाँ सानो अक्षर हेर्नुहोस् ल चे यहाँ आयो 21, 22, 23, 24 पन्नामा पहिला लाइनमा सानो अक्षरमा हेर्नुहोस् चे मेला फेरि छाक्चले निर्जिक छर्सुम जोरे अघि ओमजे चोमा फम रमला छाक्चलो छ नि त्यो फेरि तीनचोटि अनि पाठ गरा रे ओमजेले यो थाहा हुनुपर्छ चिक दिसो भए के जे ओइ दिसो ताग्या भए छर्सुम फेरि छाक्चे निर्जिक छर्सुम तीनचोटि पाठ गरा भनेको छ अब त्यो चाहिँ अगाडि छ नि त्यही पाठ गर्ने हो यहाँ चिन्ह लगाउनु अब त्यो पछि फेरि सानो अक्षरमा हेर्दा याङ छपादा मण्डल फुल भन्यो नि त्यो अघिको त्यो हो मौसम हिजोर भनेको त्यो ओम आर्यतारी भनेको त्यो र मण्डल छ नि त्यो फेरि यहाँ गर्ने अब मण्डल चाहिँ कति भयो 4 चोटि भइसक्यो यो मण्डल चाहिँ कति 4 हो यो पूजामा मण्डल 4 वटै चढाउँछ भने यो हो याङ छपादा मण्डल फुल अब त्यसपछि भन्नुहोस् सबैले कुले दुजी Chugyu Pap Rangda Sungjai Chiwone Shukde Lugun Kawaye Chilab Malu Shupar Kyur अब सानो अक्षरमा चे मे भन्ने हुन्छ यहाँसम्म चिन्ह लगाउनुहोस् अब यो धेरै महत्त्वपूर्ण हो अघि हेर्नुहोस् त अघि हामी रूप धारण गरेर अघि हात यसो गर्यो नि यसो गर्यो नि अब यो मुनि को छ आफै ढोलमा होइन कि आफै यो रूपमा मान्छेको रूपमा भएको आफै र सर्व प्राणीहरू अनि त्यो मर्नेहरू जति छ सबै यसमा छ भनेर विचार गर्नुपर्छ भावना गर्नुपर्छ भन्यो कि भनेन अघि हो अब अहिले के गर्ने कुले दुजी छुग्यो बाप आफै ढोलमा हो नि ढोलमाको रूपदेखि अनि अमृतको पानी अमृत चाहिँ यसोरे हातदेखि गएर त्यो मुनि भएको जति छ त्योहरू सबैलाई अमृत त्यो चाहिँ पसेर उहाँहरूको जिउमा पसेर अनि उहाँहरू सबैलाई जुन ढोलमाको अनि के अरे आशीर्वाद सबै पाएर अनि भूत प्रेत दोष अनि के छ जति पाप दोषहरू के छ सबै अनि मुक्ति भयो सबैदेखि मुक्त भयो सबै अनि शुद्ध भयो भनेर चाहिँ विचार गर्ने धेरै राम्रो छ है कुले दुजी छुक्यो फप रांदा सुंजै चोने सुक्ते लुक्यो खावाई छिलम्मालु सुबरग्यो भनेर विचार गर्ने हो या अब त्यसपछि फेरि भन्नुस् है सुबरग्यो चेमे अब फेरि तपाईहरुले ढोलमा ओमजेजुमा फमरमला छ चलो भने चाहिँ फेरि एकचोटी चाहिँ भन्नुपर्छ छाक्चे निर्जिक फेरि त चेबा भने चाहिँ लामुलग्युमा चाहिँ हो लामुलग्युमा यो यही छ हो त्यो चाहिँ फेरि एकचोटी भन्ने रे
अब डोलमा चाहिँ अघि अगाडि गइसक्यो त्यो पाठ गर्ने यहाँ अब हाम्रो लाग्यो चाहिँ अघि भनेन अहिले छ यो चाहिँ भन्ने अब भन्नुहोस् ल हाम्रो लाग्यो याङदा देम्बे लोन्देन खाङ्गी राब्दाङ जेते सेदाङ थोरा लाङबार चेने चेम्बे मेजे थामजे राब्देर दिबा थामजे राब्दु शिचे 년조 탐제 점바니도 결과 제와 차우드 남기 년도 왕네 구르와르 귤라 딜레 체와 니네 톱제 상게 고바 타르도 데르조 디두네 자고 제모 때네 밤咸阳州啊，十八当年，通巴尼江，前边让多，塞罗尼托，đơn当人当，土基十位，东尔村内，number 帮的，深圳县吧，南拉阳我，你送đơn多，我把它接纳。यो जर्मको फाइदा लाभहरू अस्ति मैले भने नि पहिला दिनमा त्योहरू सबै यहीँ छ अब यहाँ छ नि यहाँ आफ्नो के अरे छोरा चाहियो भने अनि जर्मले छोरा पनि दिन्छ भनेर छ फुदुबेने फुदुब गुर्सिङ अब दान दौलतहरू चाहियो भने दान दौलत पनि दिन्छ भनेर छ नोर्दुपेने नोर्नामिएथो देबा थाम्जे थोबार गुर्ला गेगना मेजे सोसुर जोंग्योर चेजु यहाँ सम्म चिन्ने लगाउनु अब यहाँसम्म चाहिँ डोल्मा पाठ गर्नेहरू चाहिँ त्यो गर्ने अब त्यसपछि डोल्मालाई तोर्मा छ नि तोर्मा चढाउने खानेहरू चढाउने यहाँ भन्नुहोस् ल ओम वज्रा अमृता कुण्डले हना हना होमफे यो भन्नु बेलामा अनि लोभेले अनि यो यसरी अघि अस्ति भनेको छ ओम वज्रा अमृता कुण्डले हना हना होमफे ल भन्नुहोस् ल ओम सुभवा शुद्ध सर्वधर्मा संभवा शुद्ध तोंबे ngangle ओमिगले यो छिक्छ रिन्छेन नेचो याङबे ना दुसुम लेचो तर्मानी दुसुम भने चाहिँ ओम आहुङद्वारा तर्म भएको भनेर विचार गर्ने सांमे येशे दुजिरिक्योर ओम आहुङ तीनचोटि लेन्सुम भनेछ अब त्यसपछि त्यो तर्मलाई के अरे तर्म र खास खानेकुराहरूलाई ओम आहुङदेखि के अरे आशीर्वाद गरिसकेर अब त्योहरू चढाउनु बेला हामी भन्छ नि खाना खानुस् भन्छ नि त्यो यहाँ आउँछ है यहाँ ओम आर्या तारे सपरिवार इतम बलिन्ता खाका खाए छ है यहाँ खाउ भन्छ है लेस अब यहाँ सानोमा तीनचोटि भन्नुपर्छ यो लेसुङ्गी चोमोताङ भने चाहिँ जुजु डोमालाई चढाउने फेरि भन्नुहोस् ल ओम आकार रोमो खाङ यो खाम होइन खाङ हो आकार रोमो खाङ सर्वधर्मा नन भन्नुपर्छ नाम होइन नन आदेया नुपानन तो तोता ओम आहो
फट सोहा तीनचोटि लेसुमको ड्रेनम थम्जेला फुल अब त्यसपछि फेरि भन्नुहोस् ल ओम छुजी तोरमा थाम्बा दे इसे छेम्बे जे गोंगला देवा छेम्बर शेने क्या मुडु मालु चालदो सोल सानोमा लेख्यो छ देदेन सोल इच्छाहरू आफ्नो इच्छा जो छ भन्नु कुराहरू भनेर त्योहरू सबै सफल होस् भनेर चाहिँ अनुरोध गरेको अब फेरि यहाँ पूजा गर्छ ओम आर्य तारे सपरे वारा आर्कम पाते पुष्पे द्वीपे अलोंगे गेंदे न्यूते शाप्ता पतिचाउ सोहा हो यो भित्र सोक भनेको छ नि सोकको भित्र सबै पसेको छ अब त्यसपछि ओम भन्नुहोस् ल ओम नवा थाए पेमे रे जिग्दे वाङजु शाले छोङ सांगे कुंगे छिले दा फाङमान रोमर छाक्सेल ते परबा थामजे ला सिंदुल कुंगे थांगे के लुदु पाए नमगुंदो छोटो थेबे ते परगी तेपाला खर्सा तंगी अभिनन्दन हो यहाँसम्म अब त्यसपछि चाहिँ के हो आफ्नो मनले जुजुल ड्रोमालाई के अनुरोध गर्न चाहेको छ त्यो चाहिँ गर्ने हो यहाँ तर त्यो बेलामा सानो अक्षरमा के लेखेको छ थेल्मो ज्याला भनेको छ यो पाठ गर्नु बेलामा हात यसोरी गर्नुपर्छ हात यसोरी गरेर अनुरोध गर्ने हो ल पछि पूजा गर्नु बेलामा यो यहाँ पुग्छ त्यो बेलामा हात यसोरी गरेर यो पाठ गर्नुहोस् ल फेरि भन्नुहोस् जिजम फाङमा खोरदान्चे मिङमे थुक्जी फेरगोङला दागे छिदर सोलवे थे गेगमेन रुबर छिंगे लो सांगे तेंबा थरशिंगे तेंजिन थुक्थु शापे ते निरसे भरजे कुई शिशिन शिजु ठेले फेरवारज नेमु ठुक्जु शिवाता चंदेन पेलजोर खोंदो पेल 최경 결부 나탕게 결컴 타위 대와르즈 직바 주주 드민치 밀럼 샌데 녀바당 코로와 녀송 동알소 내가 터도 직레교 세수 왕탕 냠도 벨 미게 또빠 미종신 장주 셈니 쫄매게 삼대 출신 루바르즈 디네 장주 닝베발 부직보라 마신도 달메 두지 쟁게세 니다 예르메 제도솔 अब छोटकरीमा भन्छु है अनि सबैले मनमा राख्नुहोस् खास गरेर केटीहरू के रे फर्मुला गर्छ महिलाहरूले मनमा राख्नुहोस् ल यहाँ के भनेको छ आजदेखि यहाँ यो जन्मदेखि यो जीवनदेखि आजदेखि बुद्धता प्राप्त नहुनुन्जेलसम्म है
जुजुन ढोलमा तारा देवी तपाईँले एउटा आमालाई एउटा मात्र छोरा छोरी एउटा मात्र छ भनेदेखि धेरै माया गर्छ नि दुईटा तीनटा छ भनेदेखि अलिक सानो हुन्छ एउटा मात्र भएदेखि त्यसलाई धेरै माया गर्छ नि त्यही दोस्तो मलाई भने जुजुन ढोलमा तपाईँले अनि एउटा आमालाई एउटा छोरा छोरी भएदेखि माया जति गर्छ त्यो दोस्तो जुजुन ढोलमाले भने मलाई यसरी माया गर्नुहोस् भनेको छ फुजी पोला मासेन्दो डाल्मे थुक्जी चेङ्गी सिक भने चाहिँ जहिले पनि मलाई नछोरा जुजुन ढोलमा आमा ढोलमा भन्नुपर्छ आमा ढोलमा तपाईँले मलाई जहिले पनि नछोरा मलाई करुणाद्वारा माया दयाद्वारा हेर्नुहोस् हेरेर चाहिँ के गर्ने नि त एरमे जेदो सोल सबभन्दा राम्रो त्यही हो म पनि जुजुन ढोलमा तपाईँ दोस्तो होस् भने त्यो है अब यो जुजुन ढोलमा दोस्तो भयो भने सबभन्दा राम्रो हो नि यो प्रार्थना गर्नु सबैले यहाँ यसरी भनेको छ दिने चाहन्छु निङ्बो फर फुजी पोला मासिन्दो डाल्मे थुजी चेङ्गेसो निदा एरमे जेतो सोल अब यो भन्दा ठुलो छैन प्रार्थना शे देवे थेन सोलवा खेब्रतो तक्जे थुदम कुलवे सानो अक्षरमा यसरी लेख्यो छ अब ठुलो अक्षर फेरि भन्नुहोस् ल अब यो अन्तिमको अनि त्यो के अरे त्यो खर्च प्रार्थना चाहिँ प्रार्थना मात्र होइन अन्तिमको कार्य चाहिँ हुन्छ दुइङ्के वेसु रङला थिम है दुइङ्के वेसु रङला थिम भने चाहिँ अघि आफ्नो अगाडि 21वटा ढोलमाहरू छ नि त्योहरू सबै प्रकाशमा भिलेर है रङला थिम भने चाहिँ अबुमा समाएको भनेर सम्झिनुपर्छ समाटेको भनेर अनि सम्झिनुपर्छ ल हो यो चाहिँ नबिर्स्नु अघि अगाडि ढोलमा निशुताजी चाहिँ विचार गर्यो त्यही छोडेर बस्नु हुँदैन त्यो ढोलमा निशुताजी चाहिँ अन्तिममा सबै प्रकाशको रूपमा बिलाएर आफूलाई अनि समेट्यो भनेर सम्झिनुपर्छ एरमे निदो झिलापे आशीर्वाद गरेर राङ्गी फामा ढोलमा फेरि आफै जुजु ढोलमाको रूपमा रूप धारण गर्ने राङ्गी फामा ढोलमेको नाङ्ला राङ्से मे बरेख्यो भने त्यो है चे राङ्गी फामे सेनाङ दाङ्गागे सेम सुङदे यिगी चुबे देवा चिटु दे ताजा अब यो बेलामा ओम्जेले सानो अक्षरमा छ नि यिगी चुबे देवा चिटु भन्छ त्यसको मतलब ओम तारी तुतारी तुरी सोहा भन्ने चाहिँ अनि जप्नुपर्छ यहाँ चिन्ह लगाउनुहोस् यहाँ छ नि सानो अक्षरमा लेखेको छ नि यिगी चुपा भन्छ यिगी चुपा भने चाहिँ ओम तारी तुतारी तुरी सोहा हो चेबे टुपथार अब त्योहरू सबै सकेर अघि हामी पूजा गर्दाखेरि अलिकति के भन्छ दोष लाग्नु नठु दोषहरू गरेको छ होला नि त्यो कारणले त्यो पापहरू नष्ट गर्नुको लागि ओम वज्र सत्तु भनेर 21 गर्नुपर्छ यहाँ यिज्ञा भने सानो अक्षरमा लेखेको छ यिज्ञा ओम वज्र सत्तु समय मनु पालय भन्छ श्रोतेनपति भनेर चाहिँ त्यो गर्ने ओमजेले यो बिर्स्नु हुँदैन है ओमजेले यिज्ञा था त्यसपछि अब ठुलो चाहिँ पढ्ने हो ल भन्नुहोस् ल माङे योङसो माछाङ माङे योङसो माछाङ दाङ खाया नेबा माछेपा दिर्ने गिवा खाङ नोङबा तामाङको भाषा आयो नि नोङबा भन्यो नि मैले है दोष गरेकोहरू भनेको खाङ नोङबा थेकुन ख्युकी सेजेरी हाला चे जेला यहाँ छ नि नोङबा साक्रे नोङबा भुल भएको दोष भएकोहरू के अरे देशना गर अरे पाप अब त्यसपछि ओम खेगी सिम्जे ढुङ्गुन्जे जेसो थुम्बे मोटुब्जो सांगे युल्दो
Shekso so Laryang Chembar Zeto so Wajaramu अब सानोमा जेला ड्रेन थप गेल हानमसे कस्तो राम्रो छ हामी मान्छे यसो गर्छ नि पाहुनाहरू घरमा आउँदाखेरि तपाईँ यहाँ आएको राम्रो भनेर खानाहरू सबै दिन्छ नि अनि पछि जानु बेलामा के भन्छ अब तपाईँ बिस्तारै जानुहोस् राम्रो गरेर जानुहोस् पछि पनि आउनुहोस् भन्छ नि हो त्यस्तै जस्तो डोल्मादेखि लिएर सबैहरूलाई अन्त्यमा के गर्यो अब तपाईँहरू पाल्नुहोस् भनेको पालेर फेरि पछि पनि आउनुहोस् ला भनेको होला Banjarmo Hada Rangsem ya Banus Hada Rangsem Yer Mepa Chuying Nyungme Nangdo Sha Oh Abu ya Shano Akshirma Che Nilugi Tawa Kyang Banego Sa Abu Taba Rule Jokshin ko Gyan Sa Banedeki Ya Chai Dhyan Garne ho महामूत्रको ज्ञान छ भनेदेखि यहाँ गर्ने हो त्यो साक्यको सिल्तोङ सुङजुको ज्ञान छ भनेदेखि यहाँ गर्ने हो किलुपाको न्युमल हिन्जी के भेसेलको ज्ञान छ भनेदेखि यहाँ ध्यान गरेर बस्ने हो अन्तिममा अब त्यसपछि अब प्रार्थना त्यहाँदेखि सक्यो ल अब भन्नुस् ल अन्तिमको प्रार्थना सुरु गेवादी निर्दोदा फाङमाङ डोरमा Dugyurne Jowa Chikyang Malupa Ge Sala Goparasho Yishin Nordan Tumba Sambotar Sambe Tungun Tongme Zolzepa Jizun Roma Gyawa Seji Ki Medal Tuje Kyongwe Tashi Sho Yang Yenus Kyongwe Tashi Sho Ganu Belama Sapele Ani Teo Duze Eso Gar Tashi Sho Tashi Sho Abu Shano Akcher Che So Shiba Jola Meto Thor Baneuza Pularu Savandegi Pularu Bani Oh ya फूल बने चराउने मेथोथोरस है मेथोथोर रे अब त्यसपछि चाहिँ के रे यहाँसम्म अब सक्यो यहाँसम्म चाहिँ हामीले पूजा डोल्माको पूजा पाठ गर्ने चाहिँ यहाँसम्म हो अब त्यसपछि आफ्नो घरमा छोटकरीमा चाहिँ गर्ने हो भनेदेखि आफ्नो घरमा गर्ने तरिका चाहिँ सिकाएको छ यो चाहिँ चाहिँदैन अहिले हामी के रे छेबचु निशुङमा यो अहिले मैले सिकाएको आगम र भाग्य दिएको त्यही गर्दै जानुस् त यो सक्यो भनेदेखि अनि आफ्नो घरमा चाहिँ आफैले गर्न सक्छ है पहिला मान्छे सबैसँग गर्ने पछि आफैले गर्ने हो लसो तुझी छे यहाँसम्म सबै सक्यो अब प्रार्थना गर्नुस् जौन्दे बाबु चेतरे ज्ञानबाट अब हामीहरू यो सक्यो अघि दिउँसो मैले तपाईहरुले एउटा जोक गर्छु भनेको थिएँ नि यो चाहिँ गर्छु है जोक भन्छु दिउँसो भनेको थियो हैन जोक अब अहिले तपाईहरु निन्द्र लाग्नु लाग्यो होला अब निन्द्र सबै उठाउँछ मैले यस्तो हो यहाँ छ नि मन्दिर जप्नु बेलामा सुत्नु हुँदैन भनेको विषयमा है त्यो सँगै चाहिँ मैले चाहिँ जोक चाहिँ जोक गरेको कसो भनेदेखि पहिला त्यो साउथ इन्डियामा भारतको के रे ठोचो दक्षिण भारतमा है एउटा गुरु छ रे एउटा गुरु अनि एउटा चेला छ रे गुरु चाहिँ त्यो वाङ धेरै लिएर विभिन्न वाङ लिएर पूजा पाठ गर्नुपर्ने रहेछ नि पेचा उहाँको ग्रन्थ छ नि पेचा यत्रो छ रे अब उहाँले वाङ धेरै लियो अब वचन लिएको छ नि गर्नुपर्ने यत्रो छ रे उहाँ त्यो गुरुलाई अब उहाँले चाहिँ अब पूजा गरेर रहेछ पहिला है पूजा अब गर्मी छ नि के आएको छ मुनाल खर्च पसिना पनि आएको रहेछ गुरुलाई अनि उहाँले चाहिँ अब पूजा पाठ गरेर पूजा चाहिँ अब वाङ लिइसकेर अब गर्नु पर्यो नि उहाँले पूजा त्यस्तै उहाँले पूजा चाहिँ पाठ गरेर रहेछ
अब उहाँले चाहिँ पढ्दै गयो रहेछ है, पढ्दै गएर चाहिँ अनि पछि चाहिँ उहाँले चाहिँ निन्द्रा आएछ, मन्दिर जप्दै निन्द्रा आएछ है। उहाँ चाहिँ यसरी गरेर सुतेर चाहिँ ठ्याक्कै त्यहाँदेखि यसरी उहाँ चाहिँ के अरे के भन्छ अब यसरी गरेर रहेछ, जुरुक्क उठेर रहेछ है। उठेर चाहिँ त्यो पेचा चाहिँ परेको रहेछ, अघिको पेचा अघिको जहाँ आएको छ नि त्यो पेचा चाहिँ छैन रहेछ। उहाँ त रिस आएर चेलालाई बोलाएर चाहिँ ओए मेरो पेचा कहाँ छ लिएर आऊ भनेर चाहिँ त्यो चेलाले गुरु तपाईँको पेचा चाहिँ यहाँ टाँसिएको छ अरे। ऊ सुतेर चाहिँ हो त्यस्तो हुन्छ। मन्दिर जाँदाखेरि सुत्यो भने फेरि बच्चाको बेलामा एउटा लामा सानोहरू छ अरे त्यहाँ के भन्छ गुम्बामा, बिचरा त्यो गुम्बामा चाहिँ बिहान 3-4 बजे उठेर चाहिँ पूजा गर्नुपर्ने। अब बच्चाहरू बिचरा 10 घन्टा सुत्नुपर्ने, अब निन्द्रै पाउँदैन है, 6 घन्टा 4 घन्टा सुतेर अनि बिहान चाहिँ त्यो बच्चा चाहिँ पूजामा नगयो भने नहुने नियम गयो रहेछ है। अब पूजामा चाहिँ बस्यो रहेछ बच्चाले। अब गुरुहरू सबैले के छ भनेदेखि चोक्चे छ, चोक्चे के अरे टेबल चाहिँ यसो रहेछ है। अनि पूजा गर्ने बेलामा अब गुरुहरू त धेरै पर्छ नि, अब उसलाई त केही छैन पढ्ने नयाँ है। उहाँ चाहिँ यसो गरेर अनि फेरि मन्दिर दोस्रो गरेर चाहिँ बसिरहेछ है। गुरुले भने अब तिमी मन्दिर दोस्रो गर भन्ने गर। पछि त उसले निन्द्रा आएछ नि, त्यो मन्दिर गर्दै निन्द्रा एकचोटि यसो निन्द्रा गएर डङ उठ्दाखेरि आलु भयो। त्यस्तो कारणले त्यो पूजा गर्नु बेलामा मन्दिर गर्नु बेलामा सुन्नु हुँदैन।